हेलो सेवारो अन्यवासेउ नमस्ते तासिदेले झोडले सबैजनालाई आज चाहिँ 2026 सालको जनवरी 1 तारिक नयाँ वर्ष तपाईहरुलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, आफ्नो ख्याल गर्नुहोस् है। त्यति भन्दै आजको चाहिँ भिसा सम्बन्धी नै जानकारी अन्तर्गत अहिले चाहिँ एउटा गुड न्यूज तपाईहरुलाई जानकारी दिन गइरहेको छु। E71, E72, E73, E74 भिसामा रहनु भएका अथवा भिसा बनाउन चाहनुहुने साथीहरुले चाहिँ अब तपाईहरुको वार्षिक इन्कम चाहिँ कति हुनुपर्ने मिनिमम भन्ने क्राइटेरिया घटेको छ। यो एकदम राम्रो कुरा छ। यसले धेरैलाई चाहिँ भिसा बनाउनमा रोकिराखेको हुन्छ यस्तो विषयले। अब सबैभन्दा पहिला E71 को कुरा गरौँ। अहिलेको यो भन्दा अगाडि चाहिँ कस्तो थियो भन्दाखेरि E71 भिसा एप्लाई गर्न अथवा यन्जाङ गर्न अथवा चाहिँ त्यसलाई एक्सटेन्ड गर्नको लागि चाहिँ इन्कम क्राइटेरिया वार्षिक जीएनआई को 80% भन्ने थियो। 80% हिसाब गर्ने हो भने अहिले लगभग ठ्याक्कै 5 करोड भन्दा पनि फरक पर्दैन। जीएनआई 5 करोडको 80% गर्दाखेरि तपाईको 4 करोडको हाराहारीमा आउँथ्यो। तर त्यो चिज चाहिँ अहिले घटेर कतिमा आछ भन्नुहुन्छ भने 3 करोड 11,20,000 हैन। त्यो भनेको चाहिँ लगभग यो भन्दा अगाडि 29 लाख महिनाको चाहिँ एग्रीमेन्ट पेपरमा 29-30 लाख वन अनिवार्य एग्रीमेन्ट पेपरमा पर मन्थको हुनु पर्थ्यो E71 बनाउनलाई भने अब भने तपाईको 25.5-26 लाख, यो 3 करोड 11,20,000 डिवाइडेड बाइ 12 गर्दाखेरि मिनिमम त्यति चाहिँ हुनै पर्छ हैन। त्यो भन्दा माथि जति भए पनि हुन्छ। भयो भने तपाईहरुले नयाँ E71 एप्लाई गर्दा वा यन्जाङ गर्दाखेरि यो 3 करोड 11,20,000 वन भन्दा माथि इन्कम भएकोले यन्जाङ गर्न पाइयो र एप्लाई गर्न पनि पाइयो। यो चाहिँ लेटेस्ट। अब यो चाहिँ दोस्रो महिनाको फेब्रुअरीको 1 तारिकबाट चाहिँ यो नियम चाहिँ लागू हुनेछ E71 को लागि। E72 को लागि चाहिँ अझै थोरै छ। त्यसमा चाहिँ 2 करोड कति छ एकछिनै लाखै 2 करोड 58,90,000 तपाईको वार्षिक है। यो वार्षिकमा कुरा गरिरहेको छु मैले। 2 करोड 58,90,000 डिवाइडेड बाइ 12 गर्दाखेरि जति हुन्छ त्यतिको मन्थली इन्कममा नयाँ कन्ट्र्याक्ट बनाएर नयाँ एप्लिकेसन गर्नेले E72 एप्लाई गर्न सकिने भयो र तपाईको एक्सटेन्ड गर्नेले पनि त्यही मिनिमम त्यसको आधारमा हुनु पर्यो। वार्षिक चाहिँ तपाईको 2 करोड 58,90,000 भन्दा माथि हुनु पर्यो। त्यसपछि तपाईले एक्सटेन्ड गर्न पाउनुहुने भयो। त्यस्तै गरेर E73 को पनि सेम छ। 2 करोड 58,90,000 नै हो। E72 र E73 मा केही पनि फरक छैन, सेम छ है इन्कम। तर E74 को लागि फेरि 2 करोड 60 लाख छ है। 2 करोड 60 लाख भन्नुको मतलब कति भयो त भन्दाखेरि तपाईको वार्षिक 2 करोड 60 लाख चाहिँ तपाईको इन्कम मिनिमम हुनु पर्यो। त्यो भएको खण्डमा मात्रै तपाईले E74 एप्लाई गर्न पाउनुहुन्छ या त तपाईको E74 को एक्सटेन्ड गर्न पाउनुहुन्छ भन्ने कुरा। यो नियम चाहिँ फेब्रुअरी 1 बाट लागू हुनेछ है। यति नै आजको जानकारी रहेको छ। तपाईहरुलाई मन पर्यो भने सब्स्क्राइब गर्न नबिर्सनु होला। म यस्तै भिसा सम्बन्धी भिडियोहरु बनाएर फेरि पनि आउने नै छु। केही नयाँ भिसा सम्बन्धी तपाईहरुलाई जानकारी लिनु छ भने कमेन्ट गर्नु होला, साथीभाइहरुलाई पनि शेयर गरिदिनु होला भन्दै फेरि एकचोटी तपाईहरुलाई 2026 को धेरै धेरै शुभकामना है त। सेवारो जोडले शुभरात्रि है त।